के गर्न लाग्यो छोरो? बहिनी त ज्ञानी भएर बस्छ, यस्तो यहाँ ज्ञानी भएर बस्छ, तिमी चाहिँ ज्ञानी भएर बस्न सक्दैन? किन नि? तिमी किन ज्ञानी भएर बस्न सक्दैन छोरो? किन किन तिमीलाई चाहिँ छुकछुक गरिरहन मन लाग्छ? त्यो खोल्यो भने आया हुन्छ कि हुँदैन? लडेर त्यो खोल्लेसी लडेर आया हुन्छ कि हुँदैन? बहिनी हेर त कति ज्ञानी भएर बस्यो, हेर त यहाँ। बहिनीलाई निनी आइरहन चल, त्यस्तै दुख्छ बहिनीलाई, दुख्छ बहिनी, निनी आइरहेछ। फेरि छुकछुक गर्न मन लाग्यो तिमीलाई? तिमीलाई छुकछुक नगरी बस्न मन लाग्दैन? किन होला है? किन होला है? ज्ञानी भएर बस्थ्यौ न। मामुले जिस्काएको हो, मामुले जिस्काएको। हाम्रो घरमा चाहिँ एउटा छोरो छ, मेरो सुपुत्रो होइन। एकछिन पनि चुप लाएर बस्न सक्दैन। छुक 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 मात्रै गर्न मन लाग्छ। के गर्ने होला यो मान्छेलाई? ल हेरौँ उपद्रो, अब के उपद्रो गर्ने नभएर है। उहाँ यसमा भएको लुगा चाहिँ त्यहाँ फालेर भुइँमा फालेर, अनि तिमी चाहिँ यहाँ बस्ने? अब त्यो नाना फोहोर भयो कि भएन? त्यही फोहोर नाना लाउने अब तिमीले? त्यही फोहोर नाना लाउने हो? बहिनीको तिम्रो नाना फोहोर भएन? ए फोहोर नाना नै लाउने? अनि तिमीलाई त रूपसनी इज अ डर्टी बोय भन्छन् साथीहरूले। फोहोर नाना लायो भने रूपसन त डर्टी बोय हो, डर्टी बोय, नट्टी बोय, डर्टी बोय भन्ने हो। अब यसमा लुगा हाल छोरो, लुगा हाल, हाल। अनि मामु छोरो तल गएर पट्याइ पट्याइ गर्नु पर्यो। तल सबै नाना हाल त यसमा। के भएर बचाउनलाई? के भएर बचाउनलाई? नाना हाल्न लाग्यो हो अब? गुड बोय। अब त रूपसन गुड बोय हो। कसको कसको नाना छ त्यसमा? बाबाको, बुवाको, मेरो। ए बाबाको, बुबाको, तिम्रो? अनि बहिनीको पनि छ। बहिनीको पनि छ? तिमीलाई बहिनीको माया लाग्छ? तिमीलाई बहिनीको माया लाग्छ छोरो? भन न पहिला। कति लाग्छ? धेरै हो।